सन्तुलन परीक्षण ट्रायल ब्यालेन्स परिचय परिभाषा मिनिङ अफ ट्रायल ब्यालेन्स सन्तुलन परीक्षण डेबिट र क्रेडिट मौजाहरूको सूची हो जुन खाताहरूबाट लिएका हुन्छन् र यसमा नगद मौजा र बैंक मौजा समेत समावेश गरिन्छ। सन्तुलन परीक्षण खाता बहीहरूको डेबिट र क्रेडिट पक्षमा शेष वा मौजाको विवरण पत्र हो जसले खाताको अङ्कगणितीय शुद्धताको परीक्षण गरिन्छ। आर्थिक कारोबारहरूको सारांश प्रस्तुत गर्न तयार पारिने सेतुलाई नै सन्तुलन परीक्षण भनिन्छ जसले लेखाको बुककिपिङ र रिपोर्टिङलाई जोड्ने काम गर्दछ। लिस्ट अफ लेजर भनेकै सन्तुलन परीक्षण हो जसलाई वित्तीय विवरण तयार पार्ने आधारको रूपमा लिन्छ। यसभित्र पुँजीगत र आयगत दुवै प्रकारका कारोबारहरू राख्नुपर्दछ। तसर्थ अङ्कगणितीय शुद्धता जाँच गर्नको लागि बही खाता तयार गरे पश्चात र अन्तिम खाता तयार पार्नुभन्दा पहिले नै बनाइने ब्रिज अफ अकाउन्टिङलाई नै सन्तुलन परीक्षण भन्ने गरिन्छ। सन्तुलन परीक्षणको उद्देश्य महत्त्व आवश्यकता सन्तुलन परीक्षण तयार पार्दा ध्यान दिनुपर्ने कुराहरू चाहिँ अर्को भिडियोमा हामीले प्रस्तुत गर्नेछौँ।